सो हेलो गाइस मिनी ब्लग चाहिँ म यहाँबाट मेरो खैरीबाट स्टार्ट गर्दैछु। मेरो कुकुर पानी पराइरहेको थियो त्यो बेला, अनि हामी चाहिँ गाउँघरमा आएर अनि मकै रोप्न थालेको थियौँ। अनि हामी चाहिँ वैशाखको ठ्याक्कै कति कति 4 गतेतिर ठ्याक्कै मकै गोडेर अनि मकै रोप्न थालेको थियो। छोराले चाहिँ मकै हाल्दै थियो, म चाहिँ पुरा खन्दै खन्दै, अनि बहिनी चाहिँ भिडियो गरिरहेको थियो। अनि यो बेला नै हामीलाई एकदम रमाइलो लाग्यो। अनि त्यसपछि हामीहरू कन्टिन्युसली मकै रोप्नको लागि म खन्दैछु, छोराले चाहिँ मकै हाल्दैछ, म खन्दैछु, छोराले चाहिँ मकै हाल्दैछ। बल्ल बल्ल पानी परेको थियो नि 3-4 दिनसम्म, अनि माटो एकदम भिजेर ठिक्क भएको थियो। अनि मजाले फलेको छ फेरि मकै चाहिँ भर्खर भर्खर सानो सानो उम्रेको छ। नेक्स्ट भिडियोमा हजुरहरूलाई म पक्कै यसको फलेको चाहिँ देखाउनु जान्छु। अनि त्यसपछि म चाहिँ अनि पछि चाहिँ मैले चाहिँ धेरै उयो गरिसकेपछि छोराको पाला आएपछि छोराले चाहिँ खन्यो, अनि मैले चाहिँ हालेँ। अनि मल पनि हाल्नु एकदम जरुरी हुन्छ नि त। अनि भैँसीको मल ल्याएर घरबाट भैँसीको मल ल्याएर अनि हाल्न थालेँ। अनि छोराले खन्दै थियो, मैले हालेर सक्यो। अनि सबै सकेपछि चाहिँ हाम्रो यस्तो छ, अनि एकदम राम्रो लाग्यो भनेर लाइक गर्दै, अनि बहिनीलाई देखाऊ भने बहिनीले सबै देखाए। यतिमा चाहिँ हामीले मकै रोपेको, अनि एकदम मेहनत लागेको थियो त्यतिमा पनि। सो अनि पछि बहिनी र म चाहिँ अनि के अरे ऐसेलु खान गएको थिएँ। अनि ऐसेलु चाहिँ एकदम मिठो थियो है, एकदम टेस्टी एन्ड एकदम जुसी पनि थियो। अनि यु क्यान सी एकदमै लटरम्मै फलिरहेको थियो क्या यसपालि चाहिँ। अब पानी परिसकेपछि चाहिँ यो ऐसेलु र काफल चाहिँ एकदम मिठो हुने क्या। अनि त्यसपछि भोलिपल्ट हाम्रो पार्टी थियो। अगाडिको भिडियोमा हजुरहरूले हेरिसक्नुभयो होला। अनि म चाहिँ पार्टीको लागि रेडी भएर जाँदै थिएँ। बेहुली चाहिँ ल्याइसकेको थिएँ हिजो नै। अनि आज चाहिँ हामी पार्टी खानको लागि गएको थियो। नेक्स्ट टाइम चाहिँ हाम्रो मामाको बर्थडे थियो 6 गते वैशाखको, अनि त्यही दिन पनि बे पार्टी थियो। अनि वैशाखको 6 गते मामाको बर्थडे सेलिब्रेसन गरेको थियो। मामा घरमा पनि सबैजना फ्यामिलीहरू थियो। अनि नेक्स्ट दिन चाहिँ दिउँसो दाइहरूको पारा हेर्नु न, फेरि रोइला हानेर चाहिँ रोइला मै हो गरेर हिरो हुनुभएको छ दाइहरू। अनि नेक्स्ट टाइम 10 गते चाहिँ अनि बहिनीको बर्थडे थियो। बहिनीको बर्थडे पनि सेलिब्रेसन गर्न गएको थिएँ म काठमाडौँमा। अनि उनीहरू चाहिँ पुरा बेलुनहरू फुकिरहेको थियो। अनि दिदी र म चाहिँ डेकोरेसनको लागि सबै रेडी गर्नको लागि दिदी र म चाहिँ रेडी भइसकेको थियौँ। अनि यो चाहिँ अहिले नयाँ ट्रेन्डिङमा रहेछ, पछाडि झुन्डाउने पर्दा भन्यो। अनि त्यसपछि एकदम दामी थियो, यो पनि पर्पल कलरमा, सबै कलरमा एभाइलेबल रहेछ। अनि त्यसपछि दिदी र म चाहिँ स्टार्ट गऱ्यौँ झुन्डाउनको लागि। अनि एकदम दामी देखेको थियो पछाडिको हुन्छ नि, जुन नाइटमा त झनै साइनिङ दिएर एकदम दामी देखेको थियो। अनि पछाडिको ऱ्याकमा जुत्ताहरू देख्छ भनेर टक्क अनि नदेख्ने पाराले गरेको चाहिँ थियो, तर त्यो पनि हल्का त देखि नै हाल्यो। देख्न सक्नुहुन्छ हजुरहरूले पुरै भाँडाहरू चप्पलहरू सबै लाथालिङ्ग भएर बसेको छ। अनि दिन आफ्टर दिदी र मैले चाहिँ अनि टक्क हेरेर मिलाएर अनि मैले पनि टक्क त्यो उसको टेबलको पछाडि राखेर अनि हेर्नुहोस् भने। अनि त्यसपछि दिदीले ह्याप्पी बर्थडेको उयो लिएर अनि हामी दुईजनाले राख्न सुरु गऱ्यौँ। अनि ह्याप्पी बर्थडे भन्ने ठ्याक्क थियो। अनि म डान्स गर्न थालेँ ढन्टडान टिस 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 गर्दै। अनि त्यसपछि हजुरले हेर्न सक्नुहुन्छ ह्याप्पी बर्थडे पनि झुन्डाएर। अनि दिदीले पनि टक्क यो टेबलहरू मिलाऊ, अनि चप्पलहरू यताउता राख भन्नुभएको थियो। अनि त्यसपछि अनि सबै रेडी भइसकेको थियो। अनि ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे, आज हाम्रो बर्थडे बहिनीको भन्दै रमाइरहेको थियो। अनि टक्क अनि बेलुनहरू ल अब बाहिर डेकोरेसनको लागि लिएर भनेर अनि बहिनी अनि सुशीला लिएर भने उनीहरू चाहिँ सानो सानो फुकेछ क्या। अनि पछि मैले एउटा फुक्न थालेको त मैले फुक्दा त उनीहरूको भन्दा धेरै ठुलो भयो क्या। अनि त्यसपछि हेर्न सक्नुहुन्छ मैले फुकेर कत्रो ठुलो बनाएँ। अनि मैले भनेको उनीहरूलाई हेर यसरी फुक्ने बेलुन, तिमीले त कति सानो फुकेको छौ भनेर मैले उनीहरू दुईजनालाई कराएँ। अनि त्यसपछि बेलुन फुलिसकेपछि अनि मैले तपाईँलाई देखाउँछु हेर्नु, मेरो चाहिँ ठुलो छ अनि उनीहरूको चाहिँ सानो खालको छ कि। अनि मेरो चिट्रुक्क परेको, अन्त उनीहरू बच्चा हो धेरै फुक्न सक्दैन। एन्ड देन आफ्टर मेरो कत्रो थियो र उनीहरूको कत्रो थियो भनेर यु क्यान सी। अनि सबै बाहिर अनि डेकोरेसनको लागि लग्यौँ हामीले। अनि दिदी चाहिँ तिनवटा गरेर बाँध्ने भन्नु भएको थियो, कलरफुलवाला। अनि दिदीले पनि तिनवटा बाँध्दै हुनुहुन्थ्यो धागोले, बट मैले चाहिँ हातले नै बाँधिरहेको थिएँ।
अनि त्यो बेलुनको थोरै स्पेस थियो टुप्पोमा, अनि त्यो स्पेसले मैले बाँधेर त ऊ चाहिँ बहिनी चाहिँ क्यामेरा ल्याएर उसको आइप्याडमा क्यामेरा ल्याएर भिडियो गरिरहेको थियो। अनि त्यसपछि त्यहाँ मेरो क्यामेरा छ भनेर भन्यो, अनि उसले नि हेऱ्यो, अनि उनले नि अनि देखाउन थाल्छ, मेरो पनि भिडियोहरू देखाउन थाल्छ, मेरो फोन झारिदिन्छ कि। अनि अस्तिबार 5,000 डिस्प्ले फेरेको छ, फेरि हेर न मेरो फोन फुट्यो भने भनेर कराएँ मैले। अनि बर्थडेको दिन कराउनु हुँदैन भनेर फेरि उसले त्यही ठाउँमै राखिदियो फोन। अनि त्यसपछि हामीले कन्टिन्युसली डेकोरेसन गर्न सुरु गऱ्यौँ। अनि त्यसपछि उसलाई फोन राख्न पनि 2 घन्टा लागिरहेको थियो कि यु क्यान सी। अनि त्यसपछि हामीले चाहिँ फटाफट कामहरू गर्न थाल्यौँ। काम गर्न थालिसकेपछि अब भिडियो किन बनाएर राख्नु पऱ्यो भनेर अनि मैले क्यामेरा अफ गरेँ पनि। अनि सुचीले चाहिँ पोज दिइरहेको थियो पुरा छोरा हो, अनि पोज दिइरहेको थियो दुईजनाले। अनि चाहिँ बर्थडेको लुगा लगाएर रेडी भइसकेको थियो। अनि तिम्रो जुत्ता खै त जुत्ता भने, अनि त्यसपछि जुत्ता म एकछिनमा लाउँछु भने। अनि म चाहिँ गिफ्ट हो उसको लागि। अनि धेरै एक्साइटेड थियो। अनि केक काट्ने टाइम पनि भइसक्यो। नाइटको भ्यू यो चाहिँ एकदम दामी देखेको नि नाइटको भ्यू पनि। अनि उसको चाहिँ टाउकोमा टोपी त्यति फिट भइरहेको थिएन कि। अनि त्यसपछि टक्क झिझिले बाल्यो। अनि सबैजनाले बर्थडे विस गरौँ, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे डियर काली, ह्याप्पी बर्थडे टु यु भन्दै सबैजनाले ताली बजाउनु थाल्यो। ऊ चाहिँ फुक्नु थालिरहेको थियो झिझिरेमा पनि। अनि त्यसपछि अनि फेरि केक काट्ने बेला नि ह्याप्पी बर्थडे टु यु भन्यौँ सबैजनाले। अनि चक्कु झरेको त्यही बेला ठ्याक्कै। अनि ठ्याक्कै चक्कु झऱ्यो। अनि घोप्टिँदाखेरि कालीको टोपी पनि घोप्टिँदा। अनि फुका ल अँध्यारो छ भनेर भन्यो। अनि तिम्रो फेसै देख्दैन टोपीले गरेर भनेर भन्यो। आङ्गीलाई फुकाएर लगायो टोपी। एन्ड देन आफ्टर उसले मम्मीलाई खुवाउनु भयो, उसले मम्मी भन्छ आङ्गीलाई। अनि मामालाई खुवाउनु भयो। अनि त्यसपछि हामीले ए भन्न थाल्यो। अनि त्यसपछि केक उसले चाहिँ खानु मम्मी खानु भनिदिइरहेको थियो। अनि मम्मीले त्यसो नगर भने, मम्मीले धेरै खानु हुँदैन, मम्मीलाई सुगर छ भने। अनि मामाले कालीलाई टिका लगाइदियो। अनि आङ्गीले पनि कालीलाई केक खुवाइदिनु भयो। अनि त्यसपछि आशीर्वाद दिनुभयो, राम्ररी पढ, अब 8मा त कोचिङहरू हुन्छ, राम्ररी पढ भन्यो। कोचिङ पढेर चाहिँ 9मा पुग्नुपर्छ, 10मा पुग्नुपर्छ। अनि त्यहाँदेखि आफ्टर हामीहरू पनि केक खान थालिसक्यो। एकदम केक पनि एकदम जुसी, एकदम मिठो चक्लेट फ्लेभरमा थियो। अनि यता साइडमा चाहिँ अनुष्का बहिनी पनि थियो। अनि अनुष्कालाई पनि देखाउनु लाग्यो। अनि अनुष्का यता हेरेर भनेको ए मलाई भिडियो मन पर्दैन अरे। अनि तिमी त यति राम्री छौ, अनि भिडियोमा हामीभन्दा धेरै राम्री आउँछ। अनि मेरो फोन फुट्यो भनेर फेरि उसले देखाउनु थाल्यो, गर्नु थाल्यो, पोजिदिनु थाल्यो, दिदीले गरेर पोजिदिनु थाल्यो। अनि त्यसपछि हामीले केक खाएर इन्जोय गऱ्यौँ। केक खाएर इन्जोय गरेपछि कालीलाई गिफ्ट दियो अनुष्काले। अनि गिफ्ट एकदम राम्रो उयसमा प्याक गरेर दिएको रहेछ। अनि त्यसपछि उसले हेर्न थाल्यो के रहेछ भनेर। अनि मैले पनि भने वाउ, मम्मीले एक्साइटेड थियो के रहेछ भनेर। अनि डल र हेयर ब्यान्ड रहेछ। अनि त्यसपछि डल पनि एकदम दामी थियो कि है, मलाई कस्तो मन पऱ्यो कि। म ठुलो भए पनि डलहरू चाहिँ मलाई एकदम मनपर्छ। अनि उसलाई मलाई हेयर ब्यान्ड ट्राई गरेर त कस्तो देख्दो रहेछ भने उसलाई। अनि त्यसपछि उसले लगाइहेऱ्यो। अनि एकदम राम्ररी देख्यो भने मैले उसलाई वाउ भने उसले पोस्टिङ थाल्यो, राम्रो लाग्यो भने उसले नराम्रो लाग्यो अरे। अनि त्यसपछि उसले डल पनि हेरिरहेको थियो। अनि मिनी ब्लग मेरो यहीँ सिद्धिन्छ। बाई बाई सबैजनालाई।